आफ्नै भविष्यलाई देख्दैछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, अन्य अतिथिगणहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक गुरुवर्गहरू, आफ्नो विरुद्धको तुलनामा निष्पक्षताको साथ तानेर निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णय मण्डलका गुरुवर्गहरू, आफ्नो गलामा विजयको हार र निधारमा विजयको टीका पहिरन आतुर मेरा प्रतिस्पर्धी मित्रहरू, मेरा अप्रतिस्पर्धी मित्रहरू तथा यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा म यसै गाउँ 5 मा स्थित सर्वोदय अङ्ग्रेजी माध्यमिक विद्यालयको सर्वोदय स्काउट दलको सदस्य ईशान केलुको तर्फबाट स्वीकार्नुहोस् प्रणाम। आज मिति 2082 साल माघ महिनाको 24 गते शनिबारको दिन दमकनगर स्काउट परिषदद्वारा आयोजित यस कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी हुन पाउँदा मैले आफैलाई भाग्यशाली र गौरवशाली ठानेको छु र मेरो आजको कविताको शीर्षक रहेको छ लैङ्गिक समानता उज्यालो भविष्यका आधार र मेरो कविता यस प्रकार छ। के केटा के केटी, के केटा के केटी, हामी सबै मानव, सबै एकै जाति, समान हामी सब, सबै एकै जाति, समान हामी सब, सबैकै रातो गुण, सबैको एउटै श्वास, सबैकै रातो गुण, सबैको एउटै श्वास, सबै आफै उत्तम, सबै आफै खास, किन गर्छौ भेदभाव अनि निम्त्याउँछौ विनाश, किन गर्छौ भेदभाव अनि निम्त्याउँछौ विनाश, किन किन सोध्छौ कमजोर, किन लाउँछौ दोष, किन किन सोध्छौ कमजोर अनि किन लाउँछौ दोष, सर्वनाशलाई अपनाउँदैछौ गुमायौ कि होस्, सर्वनाशलाई अपनाउँदैछौ गुमायौ कि होस्, आऊ बरु आऊ